के सफा गरिदिनु पर्यो कपडा लगाइदिनु पर्यो तातो गरेर राख्नु भन्नुभयो सफा गर्ने होला नि त सफा गर्ने हो क्या त्यही भएर कसले गर्न जान्छ त अनि मैले जान्दिनँ कि छामालाई बोलाउनु कि ठुटेमलाई जानु बोलाउनु यो औषधि नै नपाउने फेरि हेर न कस्तो मम्मी आउँदै हुनुहुन्छ कि मम्मी अनि कहाँ आयो अहिलेसम्म मम्मी आउँछसम्म ठुलो मम्मीलाई बोलायो होला म त यस्तो दिदिनँ यो उसमा त यो मेडिसिन उसमा त औषधि नै एउटा नि नपाउने रहेछ भने सबै जिएमसीमा गरेर लिनुपर्ने हुन्छ सबै दियो सेम कपी छ त छिटो छिटो फोन गर्नु क्या फोन आयो फोन उर्सिन्छ यो बिबिराहरू आइसक्यो राम्रोमै हजुरहरूले जानुभएको बाहिर अब तल हजुरहरू बाहिर जानु पऱ्यो भने हामी जान हजुरहरू लिएर आउनु भन्नु है के चिज औषधिहरू तल एउटा पनि मेडिसिन छैन अनि उसले फोन गरेर बसिरहेको छ न औषधि लेख्न के भन्छ अरे हजुरहरू जाने होइन नि त होइन मैले थाहा भएको भए तलैदेखि फोन गरिदिन्थेँ अब केही सामान चाहिएर उनीहरूले बाहिर जानु भने हामी जाँदैनौँ हजुरले नै लिएर एकचोटि नआयो कि तिनचोटि यो लिएर आउनुहोस् अनि मको यो खोज्छु अरे अनि त्यसपछि फेरि यो छैन अरे फेरि जानुहोस् अरे भनिदिन्छु फोन गरेर अनि फेरि एउटा पनि त्यो मेडिसिन पढ्नै आउनु तपाईँले तलको फार्मेसीलाई फोन गरेर सोधिरहेछ यो कहाँ छ यो कहाँ छ हेरिरहे म आज 30 मिनट हेर्नु यतिको लागि वेट गरेँ अनि लास्ट टाइममा केही नभएर जिएमसीमा गरेर आएँ ए ल हुन्छ के रे बच्चालाई उता लिएर जानु न है तातो हुन्छ कि के छ अरे कान्छी ठुलो मम्मीको नाम के अरे उसको ठुलो मम्मीको नाम के छ अरे फेसबुकमा तपाईँ पनि गाउँ र सबै लिएर आउनु भित्रै आउने म आउन मिल्छ मिल्दैन मिल्छ नि एकजना